हेलो नमस्कार साथीहरू, के छ तपाईहरूको हालखबर र आशा गर्दछु तपाईहरू सन्चै हुनुहुन्छ होला। र आज म तपाईहरूलाई एउटा स्टोरी सुनाउने छु। एक पटकको कुरा हो, एउटा गाउँमा एकजना किसान बस्ने गर्दथ्यो र उसलाई जनावरहरू पाल्न धेरै शौक थियो र उसले धेरै भैँसीहरू पनि पालेको थियो र जसको दूध बेचेर उसले आफ्नो घर चलाउने गर्दथ्यो। र एक दिन उसले एउटा खरायो र बाँदरलाई पनि पाल्नको लागि आफ्नो घर ल्यायो। र केही दिन बितिसकेपछि किसानले खरायो र बाँदरसँग एउटा खेल खेल्ने विचार गर्यो। त्यसपछि त्यो किसानले आफ्नो खेतमा धेरै खाल्डोहरू खन्यो र ती मध्ये एउटा खाल्डोमा एउटा गाजरलाई लुकाइदियो। र त्यसपछि किसानले खरायो र बाँदरलाई भन्यो कि गाजर खोज्न भन्यो। र त्यसपछि बाँदर र खरायोले त्यो गाजर खोज्न थाले। र खरायो एकदमै कन्फिडेन्ट थियो। उसलाई आफूमा एकदमै धेरै विश्वास थियो कि उसले गाजर खोज्न सक्छ। र मेहनतका साथ उसले खाल्डो खनेर त्यो गाजर खोज्न थाल्यो। र बाँदर चाहिँ एकदमै अल्छी थियो र नेगेटिभ सोच्ने गर्दथ्यो। र खरायो यस्तै खन्दै जाँदा उसले एउटा मात्रै खाल्डो बचेको थियो जसमा बाँदर चाहिँ सुतेको थियो। बाँदर किन सुतेको थियो भन्दाखेरि बाँदरको सोच एकदमै नेगेटिभ थियो। उसले के सोच्थ्यो भने यति धेरै खाल्डोहरू छन्, कुन खाल्डोमा गाजर छ, कुन खाल्डोमा नै, कसरी पत्ता लगाउने। त्यसपछि ऊ एउटा खाल्डोमा गएर सुत्यो। खरायो चाहिँ खन्दै आउँदै थियो र खन्दै आउँदाखेरि उसले लास्टमा एउटा मात्रै खाल्डो बच्यो जसमा बाँदर चाहिँ सुतेको थियो। र खरायोले बाँदरले भन्यो, बाँदर दाइ उठ्नुस्, म यो खाल्डो खन्छु। त्यसपछि बाँदर उठ्यो र खरायोले गाजरलाई खनेर निकाल्यो र आफ्नो मालिकलाई दियो। यो देखेर बाँदर अचम्मित भयो कि जुन खाल्डोमा म सुतेको थिएँ त्यसमै गाजर रहेछ। यदि म यो खाल्डो खनेको भए म गाजर निकालेर आफ्नो मालिकलाई दिने थिएँ र मालिकको अगाडि एउटा आफ्नो छवि राम्रो बनाउने थिए भनेर पश्चाताप गर्न थाल्यो। र त्यसपछि यो स्टोरीबाट हामीले के सिक्न सक्छौं भने हामीले कहिल्यै पनि आफ्नो कामप्रति नेगेटिभ हुनु हुँदैन। जस्तै बाँदरले सोच्यो कि यति धेरै खाल्डो छन्, कुन खाल्डोमा होला गाजर, कुन यति धेरै मेहनत किन गर्ने भनेर सोच्थ्यो। तर हामीले आफ्नो कामप्रति नेगेटिभ हुनु हुँदैन, एकदमै पोजिटिभको साथमा अगाडि बढ्नुपर्छ। र अर्को एउटा यो कथाबाट हामीले सिक्ने कुरा भनेको हामीले
कोसिस गर्न छाड्नु हुँदैन। हामीले कोसिस नै गरेनौं भने कसरी हामी सफल हुन सक्छौं? र बाँदरले कोसिस नै गरेन, त्यसैले ऊ असफल भयो। यदि ऊ आफू नै सुतेको जुन खाल्डो थियो त्यसमा खनेको भए ऊ सफल हुने थियो र गाजर निकाल्ने थियो। तर बाँदरले कोसिस नै गरेन। र हामीले पनि आफ्नो जिन्दगीमा कोसिस गर्न छाड्नु हुँदैन। कोसिस गर्दा गर्दै नै सफल भइन्छ। र आजको लागि यति नै। धन्यवाद साथीहरू। र हजुरलाई यो स्टोरी कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला। अर्को भिडियोमा भेटौँला।